आज म रकेटदेखि पुग्नेवाला छु ड्र्यागनसम्म। यो थोरै हार्ड छ किनकि तपाईँलाई थाहै होला रकेटको भ्यालु हो 5000 अनि ड्र्यागनको 5 बिलियन। जमिन आसमानको फरक छ। आइसक्यो ट्रेडिङ हलमा ट्रेड गर्नको लागि। मेरो नाम आलोक सेज, म ट्रेड गरिरहेको छु रोहन भाइसँग। के रोहन भाइ मलाई खतरा फुट देला, डार्क दिइरहेको छ, केही छैन एक्सपेक्ट गरिदिउँ। अत्तेरिका भ्यालु म्याच गरेन। के राम्रो फुट छ भने देऊ यार, डार्क स्प्रिङ देऊ यार, मलाई केही फरक पर्दैन। अरे टर्मेट दिन्छौ कि साँच्ची? तेरी टर्मेट दिदियो यार, क्या दामी लक चल्यो यार। डाइरेक्ट रकेटदेखि टर्मेट क्रेजी एक्सपेक्ट गर्दा जम्प गरिदिएला सायद यार वानमा मेरो हिसाबले। डियर भन्यो के लेखेको छ, के लेखिरहेको छ यार यो? सायद यार मन बुद्धि हो कि क्या हो यार, शायद अमीर लोंडा हो। उत्तेरी दिदियो यार। अचानक हमला अचानक हुआ था लेकिन टर्मेट पेन मिलके शायद से हम 10% में पहुंच चुके। हमें ड्रैगन लेने के लिए 100% तक पहुंचना था, अभी हम पहुंच चुके 10% तक। बहुत ज़्यादा बढ़िया बात है। अन्त्यपछि यसको के भनिरहेको छ यो, अध्यायक भनिरहेको छ यार, केही छैन। अब सर्भर चेन्ज गर्नु पर्यो। तिमीहरूको दाइ 10%मा पुगिसकेको छ। फाइनली तिमीहरूको दाइ यति खतरनाक लकको साथ बढ्नेवाला छ सेकेन्ड आइडीमा। सेकेन्ड आइडी मतलब सेकेन्ड सर्भरमा। त म आइसकेँ। यहाँ धेरै ट्रेडिङ धेरै छन् यार ट्रेडिङ गर्ने मान्छेहरू। सायद यहाँ मलाई किसुने पनि मिल्न सक्छ यार। किसुनेदेखि सिधा ड्र्यागन पुग्न अलिकता इजी त होला, त्यति त हुँदैन। र मैले यता दिदिएँ टर्मेट पेन। बुद्ध दिइरहेछ, केही छैन ब्रो, मलाई बुद्ध चाहिरहेको छैन, मलाई चाहिरहेको छ किसुने या ड्र्यागन। सायद किसुने हुँदा अलिक तल के छ यति टाइगर अनि सायद तीन फ्रुट मध्ये मलाई एउटा चाहिन्छ। अनि त्यहाँदेखि मैले किसुने अनि किसुनेदेखि 3-4 फ्रुट दिन्छु। अनि त्यहाँदेखि ड्र्यागन पुग्न अलिक सजिलो हुन्छ जस्तो लागिरहेछ। केही छैन, आलोक सेजो मेरो नाम, म दिइरहेको छु एउटा फ्रुट। ग्रेभिटी सायद यार, ग्रेभिटी मेरो त गोल हो त यार। मैले टर्मेट पेन मात्र ट्रेड गर्न पाइन्छ, अहिले याद आयो भाइ यार। म ट्रेड गर्न सक्दैन, म ओन्ली टर्मेट पेन ट्रेडर हो क्या। अनि यो बन्दा सायद मलाई अमिर लागिरहेको छ। हेर्नुहोस् गोल्डन छ यार। के दिइरहेको छ भाइ त मलाई? टर्मेटको छ, टाइगर दिइरहेको छ। ओत्तेरी टाइगर एक्सपेक्ट गर्न ब्रो यार, एक्सपेक्ट गरिदियो यार। म आफ्नो कति 10%देखि सिधा 20% पुग्छु कि, अनि इजी हुन्छ मलाई ट्रेड गर्न यार। टर्मेट पेनको सट्टा टाइगर दिदियो यार, बहुत ज़्यादा बढ़िया लक हो जाएगा यार। क्या बोले यार, मजा गरेको। अनि टर्मेट पेन एक्सपेक्ट गरेँ मैले। के ओके भनिरहेको छ, सायद दिन्छ कि क्या? टाइगर फुट दिन्छ, जम्प गरिदियो यार, केही छैन। छोटे छोटे शहरों में इससे बड़े बड़े हादसे होते रहते हैं, लेकिन टर्मेट पेन ट्रेड करने से कुछ सोचना भी पड़ता है। सायद म आजको भिडियोमा 10% पुगिसकेको छु, सायद म 20-30% पुग्छु। टर्मेट पेनको सट्टा ब्लेजर दिइरहेछ। केटा हो यस्तो ट्रेड आएपछि कहिले पनि नलिनु है, किनकि ब्लेजरको भ्यालु तिमीलाई थाहै होला 5 मिलियन छ। अनि त्यसपछि टर्मेटको कति छ यार, 75 हो कि त्यति छ। जमिन आसमानको फरक छ यार। मलाई जमिन आसमानदेखि फेरि जमिनमा ल्याउन कोसिस गरिरहेको छ यार यो मान्छे। के भन्ने अब के भन्ने, केलाई नो ट्रेड स्क्यामर भन्छ कि मैले। स्क्यामर, यस्ता स्क्यामर धेरै आउँछन् कि यस्ता स्क्यामरहरूलाई स्क्याम गर्न कोसिस गर्नुपर्छ, किनकि स्क्यामरलाई स्क्याम गर्नमा जो मजा आउँछ हुक्काइ आउँदा दुनियाँमा। यो तपाईँलाई थाहै होला। कमेन्टमा जानुहोस् तपाईँले कुन टाइममा र कुन डेटमा तपाईँले स्क्याम हान्नुभयो, अनि कुन फ्रुट तपाईँले स्क्याम हान्नुभएको हो त्यो पनि मलाई भनिदिनुहोस् है, किनकि तपाईँको जानकारी पनि म जान्न चाहन्छु। किनकि तपाईँ नेपाली हो मलाई थाहा छ। म्यामत दिइरहेको छ, म्यामतको भ्यालु 10 मिलियन छ यार। म म्यामत पनि लिन्न के यसमा भाइ यार। 65 मिलियन, 75 र 65मा जमिन आसमानको फरक छ यार। यिनीहरूलाई के भनौँ क्या। अनि स्मोक फ्रुट दिइरहेको छ, केही छैन। स्मोक फ्रुट ठिकठाक हो, लेकिन स्मोक फ्रुट मेरो जमिनमा झरेको पाइसकेँ मैले। अब म यो बन्दासँग बस्नेवाला छु। किसुनेवालासँग बसेपछि के थाहा मलाई किसुने दिइदिएपछि टर्मेट पेनको सट्टा यो खतरनाक लक चल्छ। बरु के भन्ने, अब मिल्नेवाला छैन। टिरेक्स दिइरहेछ, भेनम दिइरहेछ। यो सायद एउटा फेयर टियर हुनसक्छ है, किनकि टिरेक्सको भ्यालु 20 हो कि 30 मिलियन छ, अनि भेनमको पनि 20 छ, 50 मिलियन। अनि स्याडोको 10 मिलियन, 60 मिलियन भयो। अनि त्यसपछि रबर दिइरहेछ। मेरो हिसाबले मलाई ट्रेड गर्न मुस्किल हुने, किनकि रबर सबको हुन्छ, भेनम पनि सबको हुन्छ, टिरेक्स पनि सबको हुन्छ। एउटा दाबेपछि अर्कोमा दिएको दाबिने होइन, त्यसैले अलिक मुस्किल हुने। सायद मैले ट्रेड लिउँ कि नलिउँ यार, नलिउँ जस्तो लागिरहेको छ केटा हो। नलिउँ कि क्या हो, ट्रेड नलिउँ यो ट्रेड नलिउँ केटा हो। त्यसो भएपछि आजको थोरै गम्भीर अवस्था देखिरहेछ। टर्मेट पेन ट्रेड गर्न अलिक मुस्किल भइरहेछ, केही छैन। त्यसो भए मैले यो टाइगर लिनु कोसिस गर्नुपर्छ। र म अब बढ्छु नेक्स्ट भिडियोमा। सायद यो थियो आज हाम्रो भिडियो। स्मोक फ्रुट क्या बवाल देखिरहेछ हेर न। यो मेरा सधैँ पर्छ कि तपाईँको आज के स्पिनमा पऱ्यो त्यो पनि भनिदिनुहोस् है मलाई कमेन्टमा। तपाईँलाई आज स्पिनमा के परेको अनि तपाईँको लक कस्तो छ मलाई भनिदिनु है। अनि यो टर्मेट पेन मैले आज कलेक्ट गरेको, सायद हामी ड्र्यागनको 10% पुगिसकेको छौँ। यसको पार्ट 2 पनि आउनेवाला छ। यो भिडियो यहीँ समाप्त हुन्छ टर्मेट पेनको साथ। रकेटदेखि हामी टर्मेट पेनमा पुग्न सफल भएको छौँ। यति खुसी गर्दै आजको भिडियो यहीँ समाप्त गर्छु।